हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइस, आज हामी चाहिँ गजेङ दाकोमा गएर चाहिँ भिडियो कन्टेन्ट बनाउने है। आजको कन्टेन्ट चाहिँ हो, कन्टेन्ट भ्लग चाहिँ हामी दुईजना चाहिँ जानेछु। रोडमा चाहिँ पर स्कुटी पार्किङ गर्छ, हामी दुईजना जानेछु आज गरमको मौसममा है। यसो गाइसहरूको लागि कन्टेन्ट भ्लग लिएर आउँदैछु। यता चाहिँ हाम्रो हुनुहुन्छ सुरेन्दा, भन्नु के छ भन्नुहोस्। हेलो गाइस, आज हामी चाहिँ यहाँ हामी सुरज भाइसँग अब एउटा सानो कन्टेन्ट यसो सन्डेको दिन गजाङ भाइसँग यसो मिलेर बनाऊँ भनेर नि आएको थिएँ। यस्तो तातो घाममा र पनि एकछिन तपाईँहरूको लागि कस्तो लाग्छ तपाईँहरूले के अरे भन्नुहोस् न। भ्लग बनाउनुको लागि त्यस्तो छ यसो छ है गाइस। यी हातमा यसो भ्लग बनाएको चाहिँ हातमा हुन्छ नि कोसेली लैकन गएको नि कोसेली। यो चाहिँ गजाङ दाको लागि कोसेली हो। पानी त होइन, तिन पानी त होइन हो, अर्कै कचर भचर हो यो चाहिँ। हामी जानेछु माथि गजाङ दाको घरमा भ्लग बनाउनु जानेछु। हेर्नुहोस् गाइस, लेट्स सी गाइस। अम्बको के हो? अम्बकै है। के राखेस् लागि ए बोट होला नि। बोल्नु गाइस, हामी चाहिँ अहिले गजाङ हङकङमा आइपुगेछ र चाहिँ आउँदा चाहिँ के गर्दा छ भने यसरी काम पो गर्दा छ के सर अल्छे मान्छेहरू रहेछ। तातो त्यति कता घटेको कस्तो मान्छे रे? अल्छे मान्छे यस्तो गरम बिचार काम गर्नु भएको रहेछ। यता चाहिँ एकदमै जाँगरिलो रहेछ। बहुत जाँगरिलो रहेछ है। हाम्रो भाइ चाहिँ के गर्दैछ? बाई उसको गाडी त के मजाको रहेछ। गाडी मजाको है त्यो के अरे उठाउ त माटो। आम्मा मलाई पनि चढाउ न, म पनि चढ्छु नि जेसीबी। अनि के कति बज्यो हजुर? अहिले कति बजी हेर्नुहोस् कति बजी छ? गुड आफ्टरनुन। अन्त कहाँबाट आइपुग्यो दुईजना? हामी यसो पर जिरोबाट ल काम गरे बाउ त्यहाँ बेलचा तान्दा छ। नानीले मिसका भाइटरमा चाहिँ एकदम माटो फ्याँक्नु अब यहाँनिर सहायता गर्दैछ, ऊ घुमाउँदैछ। गरिन् दादाले। ए ल पर्ने पनि थिएन, घरमा पनि थिएन। ठिकै छ त्यसो भए। ठिकै छ है, धन्यवाद। तपाईँ काम गर्नुहुन्छ गरम भएर फ्रेसको बताइदिउँ भने। धन्यवाद। लु बदलीमा थ्याङ्क यू सो मच। हाम्रो गजाङ दालाई छु। यता क्यामेराम्यानलाई पनि दिउँ है। क्यामेराम्यान दिनुपर्छ है। धन्यवाद तपाईँले धर्म गर्नुभयो मलाई होइन, हामीलाई हो धेरै धन्यवाद। बसेर लिउँ प, किनभने हामी कहाँबाट हिँडेर आएको गरममा हो, यसो शीतलमा चाहिँ काँक्रा खानु पाए कस्तो मजा आउँछ हो। त्यो कारण तपाईँले मनकै कुरा बुझ्नु भएछ हो, धेरै धन्यवाद। अब हामी चाहिँ काँक्रा खाएको टेस्ट पनि गरिन्छ कस्तो छ, गुलियो छ कि अमिलो छ कि पिरो छ कि हो नुनिलो छ कि कस्तो, म टेस्ट पनि गरिदिन्छु ल। मिठो छ हो। हाम्रो क्यामेराम्यान दिनु पर्यो। क्यामेराम्यान त यो भ्लगरलाई खानु होइन, क्यामेराम्यान त यो त खाँदैन। के अरे दही पो खानु पर्यो भनेको, यस्तो गरम भएर कि। ए दही बनाउँदैछ दही सबमा। दही त होइन, उपर बिचारा काम गर्नु हुँदो रहेछ। यहाँ हामीले के अरे बोलाउन आएको जतिकै भयो। हाम्रो क्यामेराम्यान चाहिँ छिपेको दही खान्छ अरे, म चाहिँ यसो खान्छु गरमको दही। छिपेको दही त अहिले कसैले पनि खान्छु भन्दैछ। खानु तपाईँ बिचारा, लु खानु क्यामेराम्यान गर्नु गएको हो। म त तपाईँको बिग फ्यान हो। मेरोमा तपाईँको भ्लग चाहिँ हेरिबस्छु नि। ओभर फनी कमेडी टाइपको बनाउनुहुन्छ हो। हरेक म तपाईँको भ्लग चाहिँ हेरिबस्छु नि।
ल धन्यवाद म पनि हेर्छु नि तिम्रो हजुर मेरो नाम सुरज थापा ब्लग छ मेरो नि हेर्नुहोस् लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् हो विचारहरू यहाँ काम गर्दैछ गजङ भाइकोमा चाहिँ हाम्रो सुरज भाइले भन्नु हुँदै थियो मलाई पनि ब्लगमा उयो गरेको भए हुन्थ्यो नि भन्दै थियो अन्त र चाहिँ हामी अहिले म आउँछु उहाँको ब्लगमा आज म पनि चाहिँ जाउँ न अन्त यसो भाइसँग यसो बनाऊ भनेर चाहिँ हजुर आएको छ है विचारहरू यहाँ काम गर्नुहुँदैछ गरममा गएछ जानुभयो ए अब एकछिन काँक्रा खाइन्छ